लाग्यो देख्नु भएन दाल पिन्नु लाग्यो ए एकछिन छोड दे भित्र आऊ भूमिका ए यो त यही पो रहेछ त भूमिका हामी मनोकामना जान लागेको हाम्रो घर चाहिँ राम्ररी हेरिदिनु है फर्किँदा हामी जल प्रसाद चाहिँ ल्याइदिउँला हुन्छ छोरो म ज्वरोले ग्रस्त भइसकेँ ती बाख्रा पाठा भोकले मरे उकाएर लैजान बाबु धर्मै हुन्थ्यो ए अब म गोठालो बस्नु पर्ने तिमीले त एक दिन मलाई हली बनाउँछौ आमा हली सक्दिन म कसले सक्छ त त्यही भूमिका लगाएर भइहाल्छ नि अब चियामा टक्क चिनी भएन भने त चिया खाएको मजा आउँदैन क्या पछि फेरि सुगर लाग्ला नि लाग्यो सुगर सागर साँच्चै अहिले त्यो भूमिका चाहिँ कहाँ थियो होला खै भूमिका भनेको चिनेको छौ किन होला हजुर भूमिका भनेको मै ए ल ठिक छ त्यसो भने हिँड ला बिचरालाई कहाँ लग्यो होला है त्यसो भए जाउँ न त नि गाउँतिर खबर गर्न भूमिका भूमिका के कुराहरु छ भूमिका त अहिले भर्खर यही थियो त कहाँ गयो के कुराहरुले गाउँले सबै खोज्न लागिसक्यो हामी पनि जाउँ के काका हो र चल पहाड ल ढिला नगरौँ जाउँ कलिला के थाहा कलिला अर्थ केही होइन कली सली होइन यो आर्थिक मन्दी हो यसले गर्दा सबैलाई गाह्रो पर्छ ल हेर देखिस् यहाँ हेर अनि राम्रो मान्छेको राम्रो आउँदैन त खिच्ने ढङ्ग छैन अझ राम्रो रे खिच्ने ढङ्ग हुनु पर्यो नि यहाँ हेर कस्तो राम्रो खिचे हामीले तैँले खिचेछ यसरी ए कस्तो हो के अनि फोट हालेर फालिदिनु हुन्छ लिएर आऊ एकछिन छड्न यहाँ भने कस्तो कता हिँड्या हो चिडी च्यात्त परेर घुम्न जान लागेको देखिनस् धेरै चुवाक बनेर नहिँडेर नि उहाँ भूमिकालाई त अपहरण गर रे हामी त खोज्न हिँडेको हो र भरे हामीलाई नि पर्न सक्छ के गरेर नबसौँ हो जाम जाम उहाँ भूमिकालाई लिएर गाउँमा कत्रो हाहाकार भइसक्यो शिव किल्या पर्ने कहाँ पुर्याएर त मेरो छोरीलाई तैँले काका एक दिनमा आज खोजौँ जाउँ ए त्यसो भने तिमी आकाशबाट झऱ्यो कि पातालबाट निस्क्यो छिटो भन् यो संसारमा मेरो कोही छैन म अनाथ हो बरु मलाई मारिदिनुस् यही फालिदिनुस्
जाउँ होइन त्यसलाई त जो आउनुपर्छ जसरी भए पनि अहिले जाउँ काका जाउँ के गर्नु अहिले पनि बेकार धुवा पारे अहिले ठिक छ काका अब आफ्नो बहिनीको लागि त गर्नै पर्यो नि झन्डै नरे त्यो किन्ने परले लग्यो चाहिँ कहाँ होला त्यसको सत्यानाश हुनलाई त्यसको जोरी अन्गार हुनलाई मेरी छोरीले के दिएर नचोस पैसा छ होला हेर त त्यो चाहिँ कहाँ त्यति सोझी मान्छेलाई कहाँ चाहिँ लग्यो होला त अब खोज्ने चाहिँ कहाँ काका अब कहाँ चाहिँ लग्यो होला है त्यो गुन्डाले संसार खोजिसक्यो कतातिर मात्रै खोज्नु पत्ता लागेन रे तिमीहरू यता सुना खोजेर अनुपे अल्लेको बना खोज्न गएछन् तिमीहरू सल्लेको बना जाओ बिकी र म ऊ ठाडो पाखो जान्छ ल जाउँ धेरै गल्फती नगरौँ ल जाउँ ल हामी यो अल्ले बन्दिएर जाउँ दुईजनाको मलाई नि उक्लिनै सक्यो नि के कहाँ चाहिँ गयो क्या त भूमिका कता पो लग्यो होला छैन हेर्न भूमिका कहाँ गयो होला त त्यो कहाँ गयो तँलाई त अनि गुन्डाहरूले अपहरण गरे भने होइन अनि हाँस्दै आएकी छस् त अनि बिचमा पक्क नबोल्न कुरा के रहेछ बुझौँ न पक्नु म त्यही आएर भन्छु तिमी त हाँस्दै आयो अनि तिमीलाई त किडन्याप गरे भने होइन र हो अनि कसरी आयो त फुत्केर उसैले फुत्काइदियो अनि आए त्यो किडन्यापर त कस्तो ज्ञानी थियो मलाई 500 रुपियाँ पनि दियो उहाँ गाउँमा चाहिँ कत्रो हाहाकार छ ऊ चाहिँ मकै चाहिँ ल जाउँ हिँड जाम गई चाहिँ कहाँ होला त त्यसको कन्त बिल्लोज हुनुलाई त्यसको त सत्यानाश हुन्छ के दिएर छोड्छ हुँदैन त्यति सोझी मान्छेलाई भूमिका
तर भेट्यो नि भेटी नि लाख 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 धन्यवाद छ तिमी छोरीहरूलाई कहाँ भेट्यो यसलाई हाम्रो ऊ पर भेटेको दाइ भगवान्ले हाम्रो कुरा सुने काका धन्यवाद छ बहिनीहरूलाई धन्यवाद दिइरहनु पर्दैन हामीहरूको यो कर्तव्य हो जसरी भए पनि तिमीलाई कसले लगेको हो कहाँ लगेको हो सबै कुरा म भरे बुझ्छु तर त्यो किन्यापरलाई त म छोड्दिनँ नि त्यसलाई छोड्नु हुँदैन काका त्यसलाई चौघर बनिरहेर चारफुटा मारेर त्यसको नाक काटेर 4 किलो कटाउनु पर्छ काका फाँसी दिनुपर्छ बुझिस् यसलाई त फाँसी दिए पनि कम हुन्छ मलाई माफ गर्नुहोस् तँलाई माफ तँलाई के को लागि माफ गर्न लायक छस् त मेरो कुरा त सुन्नुहोस् न यसलाई त फाँसीको सजाय पनि कम हुन्छ माफ गर्नुहोस् रे तँलाई के को लागि माफ गर्ने मैले कुरा सुन्नुहोस् रे तेरो के कुरा सुन्नु मैले त जस्ताको पनि कुरा सुन्नु पर्ने मैले यसलाई त सजाय हुनै पर्छ यसलाई त फाँसीकै सजाय हुनुपर्छ कारबाही गर्ने मैले ल्याएको छु यहाँ पेट्रोल छर्केर आगो लाउनु पर्छ मलाई अलि म मास्टर मान्छे मलाई अलि आँटा आउने भाइ म आउँछु यसलाई म आउँछु लाइटर यस्तो रात घिम्नै लाइटर के भन्छ यो अपहरण गर्ने अपराधी नभएर को मित्र हुन्छ त उहाँको कहानी सुन्नुभयो भने तपाईँ पनि रुनुहुन्छ अघि रोए जस्तै के भन्छ हो ल ठिकै छ नि त छोरी भूमिकाको एउटा कुरालाई त मानौँ नि त के छ ल तेरो कुरा अहिलेदेखि भन्छु भनिदिस् ल भन्न त के कुरो भन्नुहोस् त आजभन्दा 20-25 वर्ष अगाडिको कुरो हो